हर्क साम्पाङ कति चलाखी र कति चतुर्य छन् भन्ने यो भिडियोबाट प्रष्ट हुन्छ। अस्तिसम्म उनको पार्टीमा रहेका कार्यकर्ता जब ती कार्यकर्ता विवादमा आउँछन् अनि भन्छन् यो मेरो पार्टीको कार्यकर्तै होइन, उनीसँग हाम्रो केही सम्बन्धै छैन, उनी पानीमाथिको ओभानो बन्न आतुर भइहाल्छन्। अस्तिसम्म उनलाई स्वागत गर्दै बसेका कार्यकर्ता जब विवादमा आउँछन् त्यस पछाडि यो मेरो कार्यकर्तै होइन भनेर छ्याछ्या र थुथु गर्दै बाहिर निस्किन्छन्। यो हर्क साम्पाङको चतुर्याइ गर्ने बानी एकपल्ट यो भिडियो हेर्नुहोस्। इन्द्र चामलिङ राई भन्ने व्यक्ति चाहिँ हाम्रो श्रम संस्कृति पार्टीसँग कहीँ कतैबाट पनि उहाँ जोडिनु भएको छैन। आज हाम्रो आदरणीय नेता धरान सुनसरी क्षेत्र नम्बर 1/1बाट निर्वाचित हुनुभएको आदरणीय नेता श्रम संस्कृति पार्टीका अध्यक्षज्यू आज चाहिँ धरानबाट काठमाडौँ आउँदै हुनुहुन्छ र उहाँ चाहिँ एयरपोर्टबाट अहिले हाम्रो जाउँदाखेरि क्रिस्टल होटेलमा उहाँको लागि भव्य स्वागत गर्ने सँगै उहाँबाट सँगै मेरो 2-3 जना र हाम्रो सानुपातिकबाट छानिनु भएका 4 जना हाम्रो मान्य सदस्यहरू जीवहरूको लागि हामी यो ललितपुरको क्रिस्टल होटेलमा सबै भव्य स्वागत गर्नको निम्ति यहाँ सबै तयारीहरू भइराखेको सबैमा जानकारी गराउँछौँ। उहाँहरू अहिले चाहिँ काठमाडौँ त्रिभुवन एयरपोर्टमा ल्यान्डिङ भइसक्नु भएको छ र उहाँको स्वास्थ्य नीति सबै यहाँसँग साथीभाइहरूले व्यवस्थापन गरिराख्नु भएको जानकारी सबैमा गराउँदछु। धन्यवाद। तपाईलाई भिडियो कस्तो लाग्यो कृपया सबै भाषामा कमेन्ट गरिदिनुहोस्।